नमस्कार साथीहरू। एउटा कविता वाचन गर्दैछु मैले। यसको शीर्षक छ फर्केर आऊ घर। सुनिदिनु होला है त। हुर्कायौँ निद प्यास भोक नभनी सन्तान लाग्यो पर। थियो पाखुरीमा यथेष्ट बलजो लाग्थेन केहीको डर। फर्की आऊ यतै नबिर्स घर यो हाम्रो पनि को छ र। आफ्ना आँगन झारले पुरिसक्यो फर्केर आऊ घर। आफ्नो आँगन झारले पुरिसक्यो फर्केर आऊ घर। ढिकी जाँतो थियो सबै घरमा एउटै पँधेरो थियो। दियो पानस बल्दथ्यो पिली पिली संसार अँध्यारो थियो। अहिले आँगनमा छ पानी पँधेरो बत्ती बले झलमल। आफ्नो गाउँ नभुल निष्ठुर बनी फर्केर आऊ घर। आफ्नै गाउँ सिँगार पौरख गरी फर्केर आऊ घर। टारी खेत थियो जलादर नभई पाथी मुरो फल्दथ्यो। कोदो धान मकै गहुँ जौ गरी मुस्किलले चल्दथ्यो। अहिले टन्न अनाज छन् ढुकुटीमा खाएर सकिन्छ र। बाबाको बल सकिएर थलिए फर्केर आऊ घर। बाबाको बल सकिएर थलिए फर्केर आऊ घर। यत्रा उर्वर खेत बारी हरिया बाँझा हुनेछन् अब। छैनन् गाउँमा युवा र युवती लागेर परदेश सब। रित्तो भो सब गाउँ बस्ती अहिले छैनन् कुनै साधर। हुर्केको घर गोठ ध्वस्त नहुँदै फर्केर आऊ घर। हुर्केको घर गोठ ध्वस्त नहुँदै फर्केर आऊ घर। छानो बाटो चुहिन्छ पानी घरको खाँबो पुरानो भयो। कसले गर्दछ हेर चाह अब यो हाम्रो त बरगत गयो। भारो परमा पनि हुँदैन अहिले पैँचो दिनेको छ र। गाउँमा जन्ती मलामीको खडेरी भो फर्केर आऊ घर। गाउँमा जन्ती मलामीको खडेरी भो फर्केर आऊ घर। नमस्कार साथीहरू। यो कविता मन परेदेखि लाइक कमेन्ट गरिदिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला है त।